रुपियाँ किलो कसको पानी आयो पानी पापड आयो पापड। तर स्विमिङ गर्ने टाइपको खोला नै होइन जस्तो ये जलपरी है? नहीं जलपरी नहीं, ये तो जलपरा है। साथीभाइहरू हामीले आधा किलो मासु पकाएको भेडा नै एक पाउ मुनि झारिसक्यो। ल भ्यायो त हाम्रो जल जल के हो हेलो साथीभाइहरू नमस्ते जुजुला इट्स मी रोमी इट्स मी अनिसा रविना सलिना उहाँ चाहिँ केशबहादुर हामी चाहिँ साथीभाइहरू आज हामी चाहिँ ड्राई पिकनिक जान लागेको हजुर खोला खोल्दैछौँ। अब तपाईँहरू कुन कुन ठाउँबाट हुनुहुन्छ कमेन्ट गरिदिनु होला। हामी चाहिँ अब हिँडेको छौँ खोला खोज्नको लागि। करेन्टली हामी चाहिँ अहिले दमौलीबाट 2-3 किलोमिटर पर गुडादी भन्ने ठाउँमा छौँ। साथीहरू स्टे ट्युन। साथीहरू हामी चाहिँ अब हिँड्नतर्फ लागेको छौँ। दाउरा लिएर हिँड है साथीभाइ हो एउटा दुईटा। काँक्रा 150 रुपियाँ किलो कसको पानी आयो पानी पापड आयो पापड चिसो लेट्स पंखावाली मासु आयो मासु मासु। साथीभाइहरू मैले चाहिँ करी पत्ता भेटाएको छु। अब यो मासुमा हाल्ने हो के ल म त दाउरा भाँदै हु है ल साथीहरू म दाउरा भाँदै हु है दाउरा दाउरा यति जागरी र केटी तपाईँहरूले काहीँ पनि पाउन सक्नुहुन्न साथीहरू। बंद करो हाथ जोड़ के मैं मेरो साथी साथीको कसैलाई बुहारी बनाउनु मन छ भने 98 त्यतिमा हानेर फोन गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ। ल साथीहरू यो अफर धेरै दिनलाई छैन है, जस्ट आज 24 घण्टाको लागि मात्रै हो यो अफर। त्यहाँभन्दा उता हुँदैन, फेरि घर बोलाएछ भने जान पर्यो। घर बोलाएन भने चाहिँ आउँछ। साथीभाइहरू अब हामी चाहिँ लागेको छौँ झरनातर्फ। आज मस्त स्विमिङ गर्ने भनेको छौँ, तर स्विमिङ गर्ने टाइपको खोला नै होइन जस्तो। म फेरि साथीभाइ हो अलि ढङ्ग मरु चिप्लिहाल्छु के। बाटो त खुलिँदै छ यहाँ, फेरि सर्पै आउला जस्तो। ल साथीभाइहरू देख्न सक्नुहुन्छ घारी घारी। साथीभाइहरू अब यहाँ आएर त खुलिँदै भयो नि त। काजम भयो अब। भेनाले चाहिँ एकपल्ट हान्नु भएछ, खै पछाडि फर्किनुहोस् त। ल साथीभाइ हो अब कहाँ जाने होला तपाईँको वरिपरि, तपाईँहरूको वरिपरि तनहुमा यस्तो स्विमिङ गर्ने टाइपको नेचुरल स्विमिङ पुलहरू यस्तो ठाउँहरू छ भने हामीलाई कमेन्ट गर्नु होला साथीभाइहरू। अब मैले चाहिँ तपाईँलाई एकदम राम्रो कुरा देखाउँदैछु। अब हाम्रो आजको इम्पोर्टेन्ट कुरा, हामीले चाहिँ यहाँ हामीले घरैबाट होममेड जुस लिएर आएको छौँ। यो जुस खायो भने चाहिँ एकदम पावर आउँछ साथीभाइहरू। यो जुस खाएर अहिले पछि पावर आउँछ। अनि यहाँ पानी रहेको छ हैन? हजुर हैन? हजुर हो, बन्दीपुर केबल कारबाट लिएर आएको जुस। अनि भेनाले चाहिँ अब आगो फुकेर उ त्यो ठुलो गङ्गटा पकाउनु लाग्नु भएको छ। गङ्गटा खाने हो यो, खाने भेना मारेको भन्नु नि। त नि भेनाले मार्नु भएको गङ्गटा। अनि यहाँ हुनुहुन्छ हाम्रो हेल्पर, जुसलाई डुबाउँदै हुनुहुन्छ हेल्परले।
गर्मी बहुत रमाइलो बिस्तारै गर्नु बोल्ने हो क्या साथीभाइ हो एक्सपेक्टेसन कितना बडा त्यही पनि हामी रमाइलो गर्न छोड्दैनौँ साथीभाइहरू हाम्रो सेप त यस्तो पो रहेछ साथीभाइ हो अर्ग्यानिक घिउ हो कि खाइसक्यो कि घिउ हालेको सेकु खाइसकेको साथीभाइ हो घिउवाला सेकुवा रेडी भयो है हाम्रो यहाँ हाम्रो घिउ बहादुर भेना घिउ बहादुर किन मिठो भा भन्छ है यस्तो पो रहेछ राज त एकदम प्योर लोकल घिउ ताजा ताजा निस्केको ल ओइ नाम चेन्ज भयो घिउ बहादुर भेना यो चाहिँ मिठो होला है साथीहरू यहाँ टपरीमा अहिले टपरी बुन्दै हुनुहुन्छ पानी पर्नु है अब पर्दैन है एकदम जाँगरिलो केटी तपाईँहरूलाई यदि चाहिएको छ यहाँ कन्ट्याक्ट गर्नु होला 9 बजे उठ्छ कति बजे अरे 9 बजे 9 बजे 9 बजे उठ्छ अरे साथीभाइहरू हाम्रो शनिबार चाहिँ आज यतिको हुँदैछ भट्टुमाया भट्टुमाया बुढी घिउ बहादुर बुढा टपरी माया साली सबैको आज नामकरण भयो साथीभाइहरू कम्पनी कम्पनी ल हेर्नु साथीहरू पूजा साबुनले लुगा धुनुहोस् के बनाउनु सरे भानिया हाँ ये जलपरी है नहीं जलपरी नहीं ये तो जलपरा है जलपरा भेट्यो ए साथीहरुलाई आउनु है साथीहरु तनहुको गुराडी भन्ने ठाउँमा हो यो एकदम गहिरो छ एकदम अबि साथीहरु जलपरा त नेपाली बोल्दो रहेछ एकदम गहिरो ठाउँ छ तपाईहरु पनि आउनु होला चल गयो हान्न लाग्नु भएको छ ल चिया खान लाउनु भयो ल खानुहोस् खानुहोस् ल भ्यायो त म बस म सेकेन्ड यामा के हो र यस्तो कस्तो लाग्यो साथीहरूलाई फुड यम्मी हामीले नौलो नौलो एक्सपिरियन्स चाहिँ गरिरहन्छौँ तपाईँहरू पनि गर्न नछुटाउनु होला हेरौँ अब हामी यहाँबाट निस्किन लाग्यो यहाँबाट निस्केर घर जाने होइन रे अझै अर्को खोला जाने रे अझै यहाँ सब पोको सोको बानी के अरे बानिसक्नु भयो अब उहाँज्यूहरूले अब जाने अब उहाँज्यूहरूले बोकिहाल्नुहुन्छ हामीलाई के टेन्सन टेन्सन ल खै साथी अघि धोको सेतो मोजा हेर्न सक्नुहुन्छ ल देख्न सक्नुहुन्छ यहाँ
जलगैडाजी यहाँ देख्न सक्नुहुन्छ चड्डी म्यान होइन यहाँ के खैला मैला भइरहेको यत्रो बेर अड्डा होइन भित्तामा के लाउनु भयो यो साली भेनाको के डान्स हो पनि यो गाना लाग्दो साथीभाइहरू यहाँ एउटा भट्टु कहाँ राख्ने भन्ने कुरा थाहा भएन टाउकोमा राखेर हिँड्न तल उकालबाट चढेर गऱ्यो भने एकदम चिसो पानी पनि किन छ साथी हो खाने भयो वा भेनाले यत्रो 25 रुपियाँको पानी किन्नु कसरी खानु र त्यत्रो महँगो अब 30 रुपियाँ हो नि अनि 25 रुपियाँको लाउने भेनाले ल अब हाम्रो जल के हो हामी त खर्दा साथी हो यतिकै हिँड्छौँ हामी त चेन्ज गर्दैनौँ यतिकै हिँड्ने हो साथी हो ल अब हामी यहाँबाट अर्को खोला जाँदैछौँ हेलो गाइज हामी चाहिँ अब यताको खोलाले नभएर अर्को खोला जान लाग्छ ल है गाइस हामी चाहिँ अब माथि जाने भनेको माथि नगइकन दिदीको कोठामा आयौँ हामी नुहाइधुवाइ नै गऱ्यौँ आजलाई यति नै गाइस ल बाई बाई लास्टमा चाहिँ सबैले लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला अनि यो च्यानललाई लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला छैन भने पनि हेरिदिनु होला बाई बाई राम्रो कमेन्ट गर्नुहोस् होला